नमस्कार। आज हामी नेपालमा निकै चर्चामा रहेको एउटा लगानी तरिकाबारे कुरा गर्दैछौँ। व्यवस्थित लगानी योजना मतलब एसआईपी हो। एसआईपी हाम्रो स्रोत सामग्रीले के देखाउँछ भने सानो तर नियमित लगानीले पनि पछि गएर राम्रै सम्पत्ति जोड्न सकिने रहेछ। आज यिनै स्रोतहरूको आधारमा यसको अलिक गहिरो विश्लेषण गरौँ न। एकदमै। एसआईपी सुन्दा जस्तो गाह्रो लाग्छ त्यस्तो होइन। यो त एकदम सरल तर शक्तिशाली तरिका हो। यसले लगानीमा एउटा अनुशासन ल्याउँछ। अनुशासन कसरी? मतलब हरेक महिना वा तोकिएको समयमा हैन एउटा निश्चित रकम तपाईले म्युचुअल फन्ड जस्तो ठाउँमा हाल्दै जानुहुन्छ। एकैचोटि ठूलो पैसा नहुनेलाई पनि यसले लगानी गर्ने बाटो खोलिदिन्छ। हो, त्यो नियमित हुनुपर्ने र सानो पैसाबाटै सुरु गर्न मिल्ने कुरा नै यसको मुख्य आकर्षण होला है। हो नि। अनि स्रोतहरूमा त्यो रुपी कस्ट एभरेजिङ भन्ने शब्द पनि खुब आयो। त्यो के हो? त्यसले कसरी काम गर्छ? लगानीकर्तालाई के फाइदा हुन्छ? त्यो त एसआईपी को भनौँ न एकदम महत्त्वपूर्ण पक्ष हो, रुपी कस्ट एभरेजिङ। यसमा कस्तो हुन्छ भने तपाईले हरेक महिना एउटै निश्चित रकम लगानी गर्नुहुन्छ नि त। हो, अब बजारको भाव घटेको बेला त्यही पैसाले तपाईले धेरै म्युचुअल फन्ड युनिट किन्नुहुन्छ नि त। अनि जब बजार बढेको हुन्छ त्यही पैसाले थोरै युनिट आउँछ। हो, लामो समयसम्म यसो गर्दा तपाईको हरेक युनिट किनेको औसत लागत त्यो चाहिँ कम पर्न जान्छ क्या। अच्छा, मतलब बजार तलमाथि हुँदा हुने रिस्कलाई यसले अलि घटाउने भयो। हो, ठ्याक्कै। जस्तो हामी हरेक महिना 500 रुपियाँको गोलभेडा किन्दा कहिले धेरै आउँछ कहिले थोरै, तर वर्षभरिको औसत हेर्दा एउटा मूल्यमा आउँछ नि। हो, त्यस्तै त्यसले बजारको उतार चढावको जोखिमलाई कम गर्छ। राम्रो कुरा रहेछ। त्यो बाहेक अरू के फाइदा छन् त एसआईपीका? स्रोतहरूले के भन्छन्? एउटा त अनुशासनको कुरा भइहाल्यो, नियमित लगानी गर्ने बानी बसाल्छ। तर सायद सबैभन्दा आकर्षक फाइदा चाहिँ चक्रवृद्धि ब्याजको शक्ति हो। पावर अफ कम्पाउन्डिङ भन्छ नि। चक्रवृद्धि ब्याज, त्यो अलि सरल भाषामा भनिदिनुस् न। हुन्छ, यसलाई यस्तो बुझौँ, तपाईले लगानी गरेर कमाउनु भयो नि त्यो नाफा, त्यो नाफामा पनि फेरि ब्याज वा प्रतिफल आउँछ। अनि त्यो ब्याजमा पनि फेरि ब्याज। यसरी समय बित्दै जाँदा तपाईको पैसा एकदम छिटो बढ्छ, नाफामाथिको नाफाले गर्दा के। ओहो, यो त गजब रहेछ। मैले स्रोतमा पढेको थिएँ, यदि कोही मान्छेले 20-22 वर्षतिरै सुरु गर्यो भने महिनाको थोरै मानौ 1000 रुपियाँ मात्रै, अनि 40 वर्षसम्म नियमित गर्यो भने रिटायर्ड हुँदासम्म त त्यो सानो पैसा करोडौं बन्न सक्ने। हो, बिल्कुल। समयको एकदम ठूलो भूमिका हुन्छ यसमा। जति चाँडो सुरु गर्यो त्यो चक्रवृद्धि ब्याजको फाइदा उति धेरै, ढिला सुरु गर्नेलाई त्यति फाइदा हुँदैन। यो त सोच्नै पर्ने कुरा भयो। अनि नेपालमा सुरु गर्न कतिको सजिलो छ त? सबैले सक्छन्? पहुँचको हिसाबले अहिले धेरै सजिलो छ। स्रोतहरूले भनेअनुसार नेपालमा मासिक 500 रुपियाँ वा 1000 रुपियाँबाट पनि एसआईपी सुरु गर्न सकिन्छ। 500बाट पनि? हजुर। अनि अर्को राम्रो पक्ष भनेको तपाईको पैसा पेशेवर फन्ड म्यानेजरहरूले हेर्छन्। उहाँहरूले बजार विश्लेषण गरेर कहाँ लगानी गर्दा ठिक हुन्छ भनेर निर्णय लिनुहुन्छ। भनेपछि बजारको धेरै ज्ञान नभए पनि हुने भयो? हो, धेरै टाउको दुखाइरहनु परेन। यी फाइदा सुनेपछि त धेरैलाई सुरु गर्न मन लाग्यो होला। प्रक्रिया चाहिँ के कस्तो छ? स्रोतहरूले के भन्छन्? प्रक्रिया पनि अब त्यति झन्झटिलो छैन। पहिलो कुरा, आफ्नो लक्ष्य के हो त्यो प्रष्ट हुनु पर्यो। घर किन्ने कि पढाइ खर्च कि रिटायरमेन्टको लागि हो कि? ठिक छ, लक्ष्य निर्धारण हो। दोस्रो, आफ्नो जोखिम लिन सक्ने क्षमता कति छ त्यो अनुसार म्युचुअल फन्ड छान्नु पर्यो। जस्तै धेरै जोखिम लिएर धेरै कमाउने सम्भावना हेर्ने हो भने इक्विटी फन्ड, ठिक्कको लागि ब्यालेन्स्ड फन्ड, कम जोखिम चाहिनेलाई डेप्ट फन्ड। फन्डका प्रकार पनि हुँदा रहेछन्। हो, नेपालमा नोभेल इन्भेस्टमेन्ट ब्याङ्किङ, सिद्धार्थ क्यापिटल, अरू पनि धेरै एसेट म्यानेजमेन्ट कम्पनीहरू छन् जसले यस्तो फन्ड चलाउँछन्। फन्ड छान्दा पहिले कस्तो गरेको थियो भनेर हेर्ने कुरा पनि आउँछ हैन? त्यो कतिको भरपर्दो हुन्छ? अनि अरू के हेर्ने? विगतको प्रदर्शन हेर्नु एउटा आधार हो, तर त्यसैले भविष्यमा पनि त्यस्तै हुन्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन। त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा एक्सपेन्स रेशियो हेर्नुपर्छ। एक्सपेन्स रेशियो? हो, मतलब
फन्ड चलाए बापत कम्पनीले लिने वार्षिक शुल्क यो जति कम भयो लगानीकर्तालाई उति राम्रो। शुल्क पनि हेर्नु पर्यो। अनि कागजात के चाहिन्छ? कागजातमा सामान्यतया नागरिकता, फोटो, ब्याङ्क खाताको विवरण अनि अनिवार्य रूपमा डिम्याट खाता र मेरो शेयर खाता चाहिँ हुनै पर्यो, किनभने फन्डको युनिट त्यही आउने हो। डिम्याट र मेरो शेयर अनिवार्य, त्यो त धेरैसँग होला अहिले। अनि त्यसपछि तपाईँले जुन कम्पनीको फन्ड रोज्नुभयो त्यहाँ गएर एसआइपी को फारम भर्नु पर्यो अनि ब्याङ्कमा गएर एउटा अटो डेबिटको लागि सहमति दिनुपर्छ। मतलब हरेक महिना तपाईँको खाताबाट पैसा आफै काटिएर एसआइपीमा जाने व्यवस्था। ब्याङ्क म्यान्डेट हो, ब्याङ्क म्यान्डेट। यसले गर्दा हरेक महिना पैसा जम्मा गर्ने झन्झट भएन, लगानी नियमित भयो। त्यसपछि आफ्नो लगानी कस्तो हुँदैछ भनेर बेला बेलामा हेरिरहनु राम्रो। प्रक्रिया त प्रष्ट भयो। लगानी सुरु गरेपछि सफल हुनलाई केही टिप्स छन् कि स्रोतहरूमा? छन् नि। पहिलो र सबैभन्दा महत्त्वपूर्ण, जति सक्दो चाँडो सुरु गर्ने हो। चक्रवृद्धि ब्याजको फाइदा लिन समय चाहिन्छ। दोस्रो, बजार घटबड हुँदा नआत्तिने, लगानीलाई निरन्तरता दिने, अनुशासन कायम राख्ने। तेस्रो, आफ्नो जोखिम लिने क्षमता कति हो त्यो राम्ररी बुझ्ने, सबैलाई एउटै फन्ड ठिक नहुन सक्छ। ठिक छ। अनि चौथो, यदि केही दुविधा भयो भने वित्तीय सल्लाहकारसँग सल्लाह लिनु सधैँ राम्रो हुन्छ। भनेपछि समग्रमा हेर्दा एसआइपी नेपालमा आफ्नो वित्तीय लक्ष्य पूरा गर्नको लागि एउटा अनुशासित, सजिलो र प्रभावकारी बाटो रहेछ, जसले जोखिम पनि कम गर्छ अनि त्यो चक्रवृद्धि ब्याजको फाइदा पनि दिन्छ। एकदम। लामो समयको लागि सम्पत्ति बनाउने यो एउटा सरल तर शक्तिशाली औजार हो। आजको हाम्रो यो कुराकानीको अन्त्यमा स्रोतहरूले देखाएको त्यो चक्रवृद्धि ब्याजको जादु जस्तै शक्तिलाई हेर्दा एउटा प्रश्न मनमा आउँछ। आज सुरु गरिएको सानो तर नियमित लगानीले अबको 10, 20 वा 30 वर्षमा हाम्रो आर्थिक जीवनमा कति ठूलो, कति सकारात्मक प्रभाव पार्न सक्ला, यो साँच्चै सोच्न लगाउने कुरा हो।